लुम्बिनी प्रदेश लगायत कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका संगठन विस्तारको लागि अहोरात्र खट्नुभएका र समाजमा एउटा विशिष्ट छवि बनाउनुभएका आदरणीय दाजु नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष श्री दीपक पाण्डेज्यू, त्यस्तै गरी विशिष्ट अतिथि बुटोल मोबाइल व्यवसायी सङ्घका संस्थापक अध्यक्ष तथा मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य श्री विष्णु गेवालीज्यू, त्यस्तै गरी विशिष्ट अतिथि मोबाइल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष, लुम्बिनी प्रदेशभित्र रहेका 12 जिल्लाहरू लगायत यो हाम्रो नवलपरासी जिल्लामा एउटा बलियो सङ्गठनको आवश्यकता र निर्माणको पहल गरेर हामीलाई हौसला प्रदान गर्नुहुने आदरणीय व्यक्तित्व श्री शेषनारायण शर्माज्यू, त्यस्तै गरी अतिथि नेपाल मोबाइल व्यवसायी सङ्घ जिल्ला रूपन्देहीका अध्यक्ष श्री पिएल गुप्ताज्यू, त्यस्तै गरी अतिथिको आसनमा बस्नुभएका सङ्गठनका विभिन्न तहका पदाधिकारीहरू, त्यस्तै गरी मोबाइल व्यवसायी सङ्गठन रूपन्देहीका पदाधिकारीहरू र सबैभन्दा महत्त्वपूर्ण आजको कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि नवलपरासी जिल्लाको विभिन्न क्षेत्रहरू गोपीगञ्ज, बर्दघाट, भूमई, बासाबाट पनि साथीहरूलाई देखिरहेको छु मैले, त्यस्तै गरी पटकौली, सदरमुकाम, परासी, महेशपुर, बेलासपुर, हकुई तथा जिल्लाको कुना कुनाबाट पाल्नुभएका सम्पूर्ण मोबाइल व्यवसायी साथीहरूलाई ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेका 2 पालिकाहरू देवदह र रामग्राम नगरपालिकाको बीचमा रहेको यो सुन्दर नगरी सुनोल बजारको रातो भाले रेस्टुरेन्टमा म हरिबहादुर पाण्डे मोबाइल व्यवसायी सङ्गठन रूपन्देहीको उपाध्यक्ष तथा आजको कार्यक्रमको सहजकर्ता स्वागत गर्दै स्वीकार गर्नुहोस् मेरो न्यानो अभिवादन। आजको यो कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र इकाइ गरी 4 तहका पदाधिकारीहरूको सहभागिता भएको छ। केन्द्र र प्रदेशले मोबाइल व्यवसायीहरूले भोगिरहेका दैनिक झमेलाहरूलाई सम्बोधन गर्ने गरी नेपाल सरकारलाई नीति नियम बनाउन पहल गरोस्। हाम्रा कतिपय निर्दोष मोबाइल व्यवसायी साथीहरूले सेकेन्ड ह्यान्ड मोबाइलको खरिद, बिक्री, मर्मत तथा मोबाइल अनलक गर्दा चोरी सम्बन्धी मुद्दा लागेर जिल्ला प्रहरी कार्यालय र अदालत धाइरहनु परेको छ। यस्ता विषयहरूमा केन्द्रले नीति निर्माणमा पहल गरोस् र सहजीकरण गरोस्। यदि सरकारले सुन्दैन भने सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरोस्। त्यस्ता आन्दोलनका कार्यक्रमहरूमा हाम्रो सशक्त सहभागिता हुनेछ। त्यस्तै गरी मोबाइलको खरिदमा नेपाल र भारतीय बजारमा धेरै मूल्य फरक छ। त्यसको प्रत्यक्ष मार हामी व्यवसायीलाई परेको छ। ग्राहक सिधै सीमा